म त्यो तरकारी के खाने भए त तरकारी तरकारी सरकारी छोड होइन पहिला त यही कुरा भन हिजो राति त कहाँ थिइस् हिजो राति त्यो रामलाल अङ्कलको घर छेउ त्यो झ्याल पछाडि त्यो आगो तापेर बसिरहेको थिएँ किन त्यहाँ ताप्नु पर्यो कि आगो आफ्नो घरमा छैन गर्न चाहिँ के गरेर थिइस् त्यसको झ्याल छेउमा त्यो अस्ति भर्खर त्यो रामलाल अङ्कल छ नि त्यसले त्यो बिहे गरेर आउनु भएको छ अनि त्यो अङ्कल आन्टी त्यो बिहेपछि कति रमाइलो गर्दो रहेछ भनेर चेक गर्न गएको थिएँ कि चेक गरिस् सबै कुरा हेरेको तैँले होइन हेर्न त पाएन झ्याल बन्द थियो त्यो साउन्ड क्वालिटी चाहिँ चेक गरेको साउन्ड क्वालिटी अनि भिडियो क्वालिटी चेक गरिनस् होइन झ्यालै बन्द थियो क्वालिटी चेक गर्ने पाएन ठिकै छ त्यो तर होइन बुवा त्यो साउन्ड क्वालिटी चेक गर्दाखेरि होइन मैले यताउति अनुसन्धान गरेको उनीहरूले केही न केही छाडा काम गरिरहेको थियो हो त्यसो पुलिसलाई बोलाइदिनु पर्थ्यो नि त त्यसोमा होइन तर मलाई मजा लागिरहेको थियो अनि मैले कसैलाई पनि भनिनँ एक्लै मजाले सुनेर बसेँ हो रमाइलो लाग्यो भोलिदेखि होइन पहिला आफ्नो साउन्ड क्वालिटी चेक गर होइन त्यसपछि अर्काको क्वालिटी चेक गर्न जा बुझिस् होइन त्यो मेरो माइलोमा त साउन्ड सिस्टमै छैन साउन्ड सिस्टम छैन के भयो त नयाँ नयाँमा थियो अब पुरानो भइसक्यो बुढी पनि अब मोटी भइसक्यो बुझ्नु न कुरा मिलाएर हो नो साउन्ड सिस्टम आजकल टेन्सन भइरहेको छ के स्पिकर बिग्रियो र स्पिकर गइसक्यो अर्को चाहिँ साइलेन्सर छ अहिले साइलेन्सर लगाएको छ ल भोलिदेखि आफ्नो घरमा आइज है बुझिस् आफ्नो घरको साउन्ड क्वालिटी चेक गर्नु अर्का साउन्ड क्वालिटी चेक गर्नु हुँदैन बुझिस् होइन कहिलेकाहीँ छिमेकीको पनि चेक गरिदिनु पर्छ कि साला त धेरै जान्दैन तरकारी होइन अब त्यो अब ठिक छ अब तरकारी चाहिँ के खाने हो तरकारी मासु बनाइदिए मासु नखाएको त्यो 73 दिन भइसक्यो अब कहाँबाट पैसा छ पैसा तसँग छैन हिजो रातभरि त्यहाँ बसेको पैसा दिएँ त्यसले पैसा त कहाँ दिनु म त इन्जोयमेन्टको लागि गएको थिएँ हो ठिकै छ त्यो मिल्छ त्यो हाम्रो 8 दूर जग्गा छ नि हानिदिउँ न बाउचरा मिलो म जानुपर्छ बेचिदिने हो ल त्यसो भए भोलि ग्राहक खोजेर बेचिदिने सालेलाई टेन्सन सालेको ल इन्डोनेसिया जानुपर्छ ल इन्डोनेसिया महँगो छ कहाँ जाने ए थाइल्यान्ड जाने हो ल थाइल्यान्ड जानुपर्छ थाइल्यान्डको माल हो बाउचरा रमाइलो गर्नुपर्छ ल डन ल आलु चाहिँ पकाइदिन्छु आलु सस्तो छ है त ए ल पका बुझ्यो पका ल